नमस्ते सन्चै हुनुहुन्छ है। म आफ्नै पसलमा छु, होम शान्ति कपडा पसलमा बसेर ग्राहक कुर्दै गर्दा तपाईँहरूलाई कुर्दै गर्दा फेरि तपाईँहरूसँगै केही कुराहरू सेयर गर्न मन लाग्छ मलाई पनि। त्यसैले केही कुराहरू गरिरहेको हुन्छु। आज चाहिँ म सम्बन्धको बारेमा केही कुराहरूको भन्छु है। हामी सम्बन्ध अथवा रिस्ता, रिलेसन, साथी हामी बनाउन चाहन्छौँ स्पेसल्ली। अनि हामी चाहिँ कहिलेकाहीँ यति छिटो विश्वास गर्छौँ र सम्बन्ध जोडिहाल्छौँ कि सबै सम्बन्धहरू एउटै पनि हुँदैनन्। सबै सम्बन्धहरूले जीवनभरि साथ पनि दिँदैनन्। सबै सम्बन्धहरू टिकाउ र मिठाउ दुइटै सक्दैनन्। हेर्नुहोस्, सम्बन्ध टिकाइराख्नको लागि तपाईसँग पनि क्षमता चाहियो, तपाईसँग पनि ती सबै गुणहरू चाहियो। सहनशक्ति चाहियो, विश्वास चाहियो अनि रेस्पेक्ट चाहियो। त्यस्तै तपाईँले जसलाई सम्बन्धित साथीको रूपमा लिनुभएको छ, उहाँले नि तपाईँलाई रेस्पेक्ट गर्न सक्नु पर्यो, विश्वास गर्न सक्नु पर्यो र एक अर्कामा बिलिभ पनि चाहियो होइन। यदि केही कुराहरूमा ध्यान दिन सकियो र साँचो अर्थमा सम्बन्धलाई टिकाइराख्न सकियो भने चाहिँ त्यो सम्बन्धको मिठास अनौठो खालको हुन्छ। हेर्नुहोस्, त्यस्तै हामी सम्बन्ध कस्तोसँग जोड्ने त भन्ने खालको हुँदो रहेछ। आज हामी सम्बन्ध जोडिराख्दा हेर्नुहोस्, तपाईँ हाँस्नुहुन्छ नि, हामी हाँस्छौँ के, हामी बेसरी हाँस्छौँ। हामी भित्र जति दुःख भए पनि बाहिर हाँसिरहेका हुन्छौँ। आफ्नो मनमा पीडा भए पनि बाहिर देखाउन मिल्दैन कतिपय परिस्थितिहरूमा, त्यसैले हाँसिरहेका हुन्छौँ। तपाईँको सम्बन्ध त्यस्तो बनोस्, त्यस्तोसँग तपाईँले सम्बन्ध जोड्नुहोस्। तपाईँको हाँसोभित्रको दर्द, तपाईँको खुसीभित्रको दुखाइ उसले बुझ्न सकोस्, चिन्न सकोस्, जान्न सकोस्। त्यस्तो खालको साथीत्व रोज्नुहोस्, त्यस्तो खालको साथी बनाउनुहोस्, त्यस्तो खालको सम्बन्ध जोड्नुहोस्। अनि अर्को खालको के हुन्छ भने, तपाईँ कहिलेकाहीँ रिसाउनुहुन्छ नि, आफ्नो सम्बन्धसँग नि रिसाउनुहुन्छ कि आफ्नो साथीसँग नि रिसाउनुहुन्छ, आफ्नो नजिकको मान्छेसँग नि रिसाउनुहुन्छ। तपाईँ रिसाइरहँदाखेरि तपाईँको रिस पछाडिको, तपाईँको रिस पछिको प्रेम पनि बुझ्न सकोस् कि उसले होइन। तपाईँको रिस पछाडिको प्रेम बुझ्न सक्ने सम्बन्ध जोड्न सक्नुभयो भने तपाईँलाई जीवनभरि साथ पाउनुहुन्छ तपाईँले। त्यस्तै अर्को खालको हुन्छ कि खामोसी। तपाईँ शान्त हुनुहुन्छ, तपाईँ चुपचाप रहनु भएको छ, तर तपाईँ चुपचाप रहँदा पनि तपाईँ चुपचाप त्यो शान्त खामोसीभित्रको आवाज सुन्न र बुझ्न सकोस् कि त्यो आवाजलाई जसले बुझ्न सक्छ, सुन्न सक्छ, सम्झिन सक्छ, त्यसले तपाईँलाई जीवनभरि साथ दिन्छ साथी। त्यसैले हाँसो पछिको दर्द बुझ्ने अनि रिस पछिको प्रेम बुझ्ने र खामोसी पछिको आवाज बुझ्ने सम्बन्ध भेट्टाउनु भयो भने जीवनमा तपाईँले कहिले पनि पछुतो मान्नु पर्दैन र तपाईँको सम्बन्ध जीवनभरि टिकाउ रहन सक्छ। त्यसैले आफ्नो सम्बन्ध त्यस्तासँग जोड्नुहोस् जसले तपाईँ रिसाउँदा पनि प्यार बुझ्न सकोस्, जसले तपाईँ हाँस्दा पनि तपाईँको दर्द बुझ्न सकोस्, तपाईँ शान्त रहँदा पनि तपाईँभित्रको आवाजलाई महसुस गर्न सकोस्। त्यस्तो साथी रोज्नुहोस् है। धन्यवाद।